हेलो गाइजहरू, यस्तो पानीमा चाहिँ भिज्दै म कता जानला होला भनेर तपाईँहरूलाई क्युरियोसिटी लागिराखेको हुनसक्छ। म चाहिँ क्युएफएक्समा मुभी हेर्न जाँदैछु माइती घर। मलाई जान मन त छैन होइन, हिजो फ्राइडे नै टिकट बुकिङ गरिसकेको थियो, त्यही भएर बाटोताले जाँदैछु। क्यास चाहिँ क्युएफएक्सले रिफन्ड गर्दैन, त्यही भएर बाटोताले अल्छी लागे पनि पानीमा भिज्दै मुभी हेर्न जाँदैछु गाइजहरू। फाइनली हामी त पुग्यौँ आँट्यौँ घरबाट नि गाइजहरू। पानीमा भिज्दै भयो नि फिल्म हेर्न चाहिँ छोडिँदैन अहिले। यहाँसम्म आएर यो पाइनएप्पल पेस्टिज र यो बटर पेस्टिज नखाइकन त हुँदैन है नि त, खानै पर्छ है यो। फिल्म हेर्न आइपुगे पानीमा भिज्दै। बाहिर यस्तो पानी परिरहेको छ गाइजहरू होइन, जाम हेर्नुहोस् न, त्यहाँ जाम आमामा यस्तो पानी परिरहेको छ कि होइन। भाटभटी मिनीमा आएर यो पाइनएप्पल पेस्टिज र बटर पेस्टिज र खाइसम्म चाहिँ मलाई चाहिँ यहाँ आएको चाहिँ एकदम रमाइलो फिलै हुँदैन कि गाइजहरू। लगाउनुहोस् त नजिकबाट देखाउनु। यो चाहिँ पाइनएप्पल पेस्टिज फर्स्ट टाइम यो पनि मैले हेरिसक्यो, अब यो चाहिँ हेर्दैछु होइन। अनि अर्को यो पनि हेरिसक्यो, अब चाहिँ हामी के हेर्दै, अब चाहिँ हामी भित्र छिरेको है गाइजहरू फिल्म हेर्नलाई। हामी एक नम्बरमा होइन, एक नम्बरमा हो अहिले हामी हेर्नलाई। जस्तो चाहिँ एक नम्बरमा हामी चाहिँ पानी पर्या भएर अलिक चाँडै आइपुगेको गाइजहरू। अब हामी मुभी हेर्न थालेको गाइजहरू। हट कफी पनि ल्यायो होइन, यो हट मिल्क कफी, वाटर, कर्न। बाहिर चाहिँ वर्षा भइरहेछ, पानी परिरहेछ ठुलै है। हामीहरू चाहिँ यहाँ हट कफीमा खाँदै इन्जोय गर्दै हेर्दैछु माइती घर। हट कफी खाँदै पपकर्न पनि खाँदै हजुर, मैले तपाईँको छोरालाई मेरो छोरी नदिने निर्णय गरेँ।